नमस्ते साथीहरु, तपाई पनि एउटा अल्छी लेजी युट्युबर हुनुहुन्छ भने तपाईको लागि एउटा यो महत्त्वपूर्ण कुरा हुनेछ। यदि तपाईलाई थम्बनेल बनाउन एकदम अल्छी लाग्छ अनि एकदम धेरै एनर्जी जुटाउनु पर्छ भने यो भिडियो एकदम इम्पोर्टेन्ट हुनेछ। अब तपाईले युट्युबमा कुनै क्रिएटरको थम्बनेल मन पराउनु भयो भने त्यस्तै थम्बनेल बनाउन तपाईले इजिली सक्नुहुन्छ। त्यसको लागि त्यो भिडियोको लिंक कपी गर्नुहोस् अनि थम्बनेल ग्र्याबर भन्ने जुन मैले यहाँ स्क्रिनमा देखाइरहेको छु, पहिला तपाईले त्यो भिडियो कपी गर्नुहोस्। त्यसको लिंक कपी गरिसकेपछि तपाई थम्बनेल ग्र्याबर भनेर एउटा वेबसाइटमा जानुहुन्छ, जुन मैले यहाँ मोबाइल स्क्रिनमा देखाइरहेको छु। त्यसमा गएर तपाईले लिंक हालिसकेर त्यसलाई डाउनलोड गर्नुहोस्। त्यो डाउनलोड गरिसकेपछि त्यो त्यहाँ हजुरले सेभ गरेको फोटोलाई चाहिँ च्याट जीपीटी मा लानुहोस्, जुन मैले यहाँ मोबाइल फोनमा देखाइरहेको छु। च्याट जीपीटी मा लगेर त्यसलाई पेस्ट गर्नुहोस् अनि लेख्नुहोस् कि यो थम्बनेल बनाउने प्रम्प्ट चाहिँ जेनेरेट गर भनेर। जसरी मैले यहाँ मोबाइल फोनमा माथि लेखिरहेको छु त्यसरी नै गर्नु होला। अनि त्यसपछि तपाईले त्यो फुल प्रम्प्ट पाउनुहुन्छ। त्यसलाई कपी गरेर ideogram.ai मा जानुहोस्। तपाईको मोबाइल फोनको जुनसुकै ब्राउजरमा पनि जान सक्नुहुन्छ। क्रोम, अब क्रोम सजिलो लाग्छ भने क्रोममा जानुहोस् अनि त्यहाँबाट ideogram.ai मा गएर त्यो प्रम्प्ट चाहिँ पेस्ट गर्नुहोस्। अनि तपाईले त्यो थम्बनेलमा के चेन्ज गर्न मन लागेको छ, त्यो चेन्ज गर्न मन लागेको कुराहरु तपाईले त्यही प्रम्प्टमा गएर चेन्ज गर्न सक्नुहुन्छ। तपाईको नाम, तपाईको त्यो थम्बनेलमा भएको कुनै डिटेल्सहरु, कलरहरु सब चेन्ज गर्न मिल्छ। र तपाईले यसरी आफूले मन पर्ने जुनसुकै जस्तोसुकै युट्युबरको पनि थम्बनेल कपी गर्न सक्नुहुन्छ। यसमा चाहिँ कुनै कपिराइट लाग्दैन किनकि यो तपाईको हल्का क्रिएटिभिटी युज भएको हुन्छ। तपाईलाई यो अल्छी भिडियो मन पर्यो भने मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नुहोस् अनि त्यहाँबाट यस्तै अल्छी युट्युबरहरुको लागि म चाहिँ नयाँ कुराहरु ल्याउने छु। अहिलेलाई चाहिँ बिदा हुन्छु।